एप आयो क्या सर, एउटाले जानेपछि उसले यसो गर्दा हुन्छ भन् 15-20 जना साथीहरू हाम्रै सर्कलका साथीहरू व्यवसाय गर्ने साथीहरू परेका छौँ। पैसा 1 रुपैयाँ पनि आएन, 1.5 लाख हालेको 1.5 लाखमै 1,43,000 1,43,000 आयो। हामी पनि एसएमसी पीडितै हौ। के हुन्छ कि भनेर गर्यो लास्टमा अब यसरी फस्यो। मेरो मुनि मान्छेको 268 जना मान्छेहरू हुनुहुन्छ अनि त्यो हामीले चाहिँ 52 लाख रुपियाँ फसेको छ। यो बेला गएको एउटा बजारबाट चाहिँ जम्मा 1.5 करोड भन्दा माथि भन्ने एकजना मान्छे। ससुराली जाउँ ससुराली जाउँ फलानु ज्वाइँले यस्तो गरिदियो भन्ने हुन्छ, मामलीतिर जाउँ मामलीमा पनि अब भान्जा भान्जीले यसरी डुबाइदियो भन्ने हुन्छ। 70,000 प्लस चाहिँ डाउनलोड भएको छ सन्दर्भ भन्नुको अर्थ त्यति भिक्टिम हुन सक्छन् भन्ने बुझाइ हो। उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका वडा नम्बर 8 नेपालटार भन्ने ठाउँमा एउटा एप आयो, पैसा राखेपछि तपाईँको दिनदिनै बढ्ने क्या। 10,000 देखि गर्न मिल्छ भनेको थियो स्टार्टिङ चाहिँ, अनि जति धेरै गर्यो त्यति नै धेरै आम्दानी हुने। 34,000 लगानी गरे बापत दैनिक 10 वटा भिडियो हेर्नुपर्छ। 10 वटा भिडियो हेऱ्यो भने चाहिँ 1140 रुपियाँ समथिङ एक दिनमा जम्मा हुन्छ। अनि तपाईँले 1,10,000 हाल्नुभयो भने 3,840 रुपियाँ आउँछ एक दिनमा भनेपछि हामी त्यतातिर लोग्यौँ। पैसाले पैसा कमाउँछ भन्ने त ओखान पहिले देखिन होइन, या मनी एकता मनी त भएन। हामीले पहिले पनि पढेका थियौँ होइन, 2-4 क्लासमा पढ्दाखेरि पैसाले पैसा कमाउँछ भनेको हुनाले हामी पनि 2-4 पैसा कमाइन्छ। अब बसी 2-4 पैसा कमाउनु भनेको सानो कुरो होइन त, ठिकै छ नि त भनेर यो एसएमसी भन्ने आयो। अनि त्यसैले खोलौँ न त भनेर 34,000 को खोलेको थिएँ मैले पहिला सुरुमा। अन्त पर डे 14-15 वटा फिल्मलाई लाइक गर्दाखेरि 1100 पर डे दिन्छ भन्ने त्यस्तै दिइराखेको थियो। पैसा आउँछ अलिअलि 34,000 लाउनु, दिनको 1100 कि कति आउँछ अरे त्यसमा भनेर भन्दै थियो केटाहरू। मलाई यो थाहा चाहिँ दिपक गोरागाई सरबाट हामीले सबै नेपालमा ऊ नै हो, यहाँको लिडरै। उहाँले चाहिँ आउनुभयो, यस्तो छ भाइ, अब खोल्ने भए खोला, अब राम्रो छ, मैले पनि यसरी विड्रो गरेको छु। अनि अब हामीलाई पनि आश त हो नि, हामी पनि काम गरेर खाने मान्छे। अब यसो 1,000-1,200 भनेको धेरै नै हो हामीलाई। त्यो भएको कारणले गर्दाखेरि हामीले पनि खोल्यौँ। यी गाउँको दाइले हामीलाई यसरी उक्सारमा हामीले पैसा लगानी गऱ्यौँ। आउने पसलमा आउने देखाउने त्यही र हुन्छ होला भन्ने जस्तै बनाएर अनि हुन्छ होला भनियो। व्यवहार गरेको 1-2 चोटि अरूबाट पनि सुनेको थिएँ, 1-2 चोटि, अनि हुन्छ होला भनेको। अब हामीले निकाल्ने बेला चाहिँ बन्द भयो। हामी चाहिँ पसलमा बसिरहने क्रममा आइरहने तपाईँको पसलमा आउने दिपक गुरागाई भन्ने मान्छे जतिखेर पनि आउने, अनि यसरी पैसा कमाइन्छ, यति पैसा लगानी गर्यो भने यति कमाइन्छ, जस्तै अब 1,000 10,000 गऱ्यो भने यति कमाइछ, अब 34,000 गऱ्यो भने यति कमाइछ भन्ने खालको कुराहरू गरिरहनु हुने। अनि हामीलाई विश्वास नलागेर होइन यो होइन होला, यस्तो कहाँ हुन्छ, पैसा कसरी कमाइछ, भिडियो हेरेको भरमा पैसा कमाइछ भन्दाखेरि पनि उसले चाहिँ आफ्नो मोबाइल खोलेर देखाएर यहाँ आएर भाइ मैले यति झिकिसकेँ, यति लगानी गरेको छु, यति झिकिसकेँ, यति मान्छे बनाइसकेँ भन्ने खालको कुराहरू गरे गर्नुहुन्थ्यो क्या। नमस्कार, मेरो नाम चाहिँ यहाँ गाउँघरतिर बोलाउने दिपक गुरागाई, वास्तविक नाम चाहिँ टिकादीप गुरागाई हो। लोभले लाभ लाभले बिलाप भने जस्तो यो दाइले गर्दा यो भाइले गर्दा हुन्छ भन्ने कुरा सबैजनाको आश्वासन भए पनि अब त्यो अनुसार हुन्छ कि भनेर सबैजनाले लोभले लाभ भने जस्तै म फलानालाई आयो मलाई चाहिँ किन नगर्ने भन्ने होडबाजी जस्तो भयो क्या। अनि त्यो होडबाजी भए पछाडि त्यतिखेर चाहिँ आउन्जेलसम्म चाहिँ त्यो एपमा आउन्जेलसम्म चाहिँ सबैजनाले अब गर्नुभयो, भान्जालाई बनाउनु भयो, बहिनीलाई बनाउनु भयो, आमालाई बनाउनु भयो। म त्यो सँगसँगै मैले पनि अब आफ्नैलाई बनाएँ, आफ्नो मिसेसको पनि छ, अब आफ्नो बुवाको नाममा पनि खोलेको थिएँ। अनि अब सालोको खोलेँ, भाउजूको खोलेँ, अब त्यस्तै रिलेटिभका धेरै भयो। अब अहिले चाहिँ अब नाता सम्बन्ध नै अब यो पैसाले गर्दाखेरि टुट्ने अवस्था छ। ससुराली जाउँ ससुराली पनि फलानु ज्वाइँले यस्तो गरिदियो भन्ने हुन्छ, मामलीतिर जाउँ मामलीमा पनि अब भान्जा भान्जीले यसरी डुबाइदियो भन्ने हुन्छ। खाना जब खाएको होइन, अब के गर्ने परिबन्धले। एसएमसीमा कसरी पस्नु भयो के भयो भन्ने तपाईँहरूले मनमा खुल्दिली भइराखेको होला। एउटा भिडियो लाइक गर्दाखेरि पैसा आउँछ भने किन नगर्नु। दिनमा 33,800 गर्दाखेरि 1,140 रुपियाँ आउँछ भने, भिडियो लाइक गर्दाखेरि आउँछ भने किन चाहिँ हामी पछि पर्नु भनेर चाहिँ गरेको। दिनमा तपाईँको 1,10,000 राखे बापत 38,000 दिन्थ्यो। 38,000 एउटा खेल खेल्न पर्ने न, एउटा बिहान तपाईँको 4 बजेदेखि उठेर खेल खेल्न पर्ने, खेल खेल्न धेरै बेर लाग्दैन थियो।
10-15 मिनट लाग्थ्यो त्यो खेल खेल्नलाई। अनि तपाईँको त्यो खेल खेलेपछि अनि 3800 दिन्थ्यो। 1,10,000 राखेका सदस्यलाई 3800 रुपियाँ दिन्थ्यो। अब 15-15 दिनमा निकाल्न मिल्छ, 50,000 भएपछि निकाल्न मिल्छ भाइ भन्ने हिसाबले हामीले पैसा लगानी गऱ्यौँ। पैसा लगानी गरिसकेपछि 15 दिन भएपछि हाम्रो पैसा निकाल्ने भन्ने बेला भएपछि सिस्टम अपग्रेड हुँदैछ भाइ। अलिक ढिलो हुने भयो, अलिक ढिलो हुन्छ। अलिक ढिलो भएपछि 1 लाखसम्म पनि निकाल्न मिल्छ भन्ने खालको कुरा गरेँ। त्यस पछाडि हामी आश गर्दा गर्दै हाम्रो त्यतिकै लगभग 1 महिना भएपछि अब पैसा निक्लिन्छ भन्ने समय आएपछि चाहिँ यो भाग्यो भन्ने खालको कुरा आयो। पछि चाहिँ के भन्यो भने यति कर तिर्नुपर्छ तपाईँहरूले, यो कर तिरेपछि चाहिँ अनि पैसा आउँछ भन्नुभयो। अनि त्यो कर नतिरेको त्यतिकै एप चाहिँ बन्द भयो। भित्रभित्र एक किसिमको सञ्जाल भएर त्यस्तै मान्छेहरूलाई चाहिँ यो लोभ र प्रकोपमा पारेर फसाइएको कुरा रहेछ। 34,000 गरियो पहिले। 34,000 गर्दाखेरि 23,760 रुपियाँ फिर्ता पनि आयो। 23,760 फिर्ता आएपछि आउने पो रहेछ भनेर डुबाइयो। अब त्यस्तै हो। 3,34,000 मा चाहिँ 23,760 रुपियाँ चाहिँ मेरो फिर्ता आयो। अलिअलि 34,000 कति राख्नु भन्नुहुन्थ्यो त्यति मात्रै, अथवा 2-4 हजार कति आयो, अरू त छोइन भन्नुहुन्थ्यो। अब अहिले नि यहाँनिर हजुरहरू आएछ नि 3 लाख गयो भन्ने कुरा सुन्यो होइन, भन्नुभएको थिएन। त्यही हो, नभए हामीले केही थाहा नै थिएन। होला त अब कति जान्छ, ढुक्कै बस्नुपर्छ, 30-35 हजार चाहिँ आफ्नो छ के पिर त अरूको कति गइरहेछ त भइरहेछ अरे भनेर हामी त्यही भएर बसिरहेको थियौँ। यत्रो बित्तिकै आएको रहेछ के भन्नु, त्यस्तै हो। जिन्दगीमा जाँड खाइँदैन थियो, जुवा खेलिँदैन थियो, तास खेलिँदैन थियो, कहिलेकाहीँ खेल्नु पर्दो रहेछ। अहिलेसम्म एउटा सुर्ती पिँढी बाइक होइन, अहिलेसम्म जुवा खेलिँदैन, चिनिँदैन पनि कौडा, तास पनि खेलिँदैन, जाँडासी पनि झन् धेरै टाढा। अब यो उमेरसम्ममा खाँदै गरे भए त्यति गरिन्थ्यो होला खर्च। अब ऋण काटेर गरे डुबिहाल्यो। रुएर हुँदैन, कराएर हुँदैन। अब कसैले होइन, आफ्नै कुरा हो। अब साउको ऋण हो, आएर थपक्क साउले तिर्न झन् राम्रो हुन्थ्यो के हो। गाह्रो नि अब त्यहाँ के गर्ने र कसो गर्ने भएर चाहिँ अब निन्द्रा लाग्दैन राति। जति जे हुनु पिर आफ्नो उहाँकै मनमा थाहा रहेछ होइन। बुढीसँग त के डराउनु, छोराछोरीदेखि डराउनु पर्ने अवस्था आइरहेछ। उनीहरूलाई पढ्ने खर्च चाहिँ अब ले भने दिन सकेको छैन, अनि डराउनु पर्दैन। जहाँ रक्सी यताउता खानु नथ्यो, जुवा खेल्नु नथ्यो, त्यो जुवा खेल्नु भनेर सन्तोक मान्नु। नानीहरूले पनि हाम्रो पनि 2-4 पैसा बचत छ मम्मी, हामी पनि भर्छौँ नि त हुन्छ भनेदेखि भनेर भने। अनि ठिकै छ त, पैसा हुन्छ, 2-4 पैसा हुन्छ, पढ्ने विद्यार्थीलाई पढ्ने खर्च हुन्छ भने भर न त, यस्तो यस्तो आछ भने नानीहरू काठमाडौँतिरै बस्छन्। उनीहरूले पनि त्यो काठमाडौँबाटै भरेछन् गर्दाखेरि। अनि त त्यो मेरो पनि नानी 2टा छोरी आफूले गर्दाखेरि लगभग 3 लाख पैसा गएको छ। नानीहरूले छोरीले मेरो 1,10,000 खोलेकी थिएँ, 2टा नानीले त्यसै खोल्यो, मैले 24,000 खोल्दाखेरि 3 लाख जति गयो। अनि यो नानीहरूको चाहिँ बचतै हो। अब मेरो पनि अलिअलि 2-4 पैसा भैँसी अब थालेर बस्यो, अनि त्यहाँबाट बेचेर अनि त्यहाँ अलि पैसा जम्मा भइरहेको थियो। अनि भैँसी किन्ने भनिरहेको थियो। अहिले अब यस्तो पनि भयो, घाँस पनि अहिले छैन, घाँस पनि पला छैन। अब वैशाख लागेपछि हाम्रो खेतीपाती मकै छरिन्छ, मकै गोडिन्छ, मकै हुन्छ, त्यतिखेर किनौँ न त, अहिले बसिरहोस् भन्ने भयो। अनि त्यहाँबाट पछि किन्ने भनेर बसिरहेको थियो। अनि त लोन त 1-2 पैसा हो, यतासरी एसएमसीमा गर्दाखेरि हुन्छ, त्यसैबाट 2-4 पैसा आउँछ। त्यसरी अरू ऋण पनि खोज्नु पर्न, त्यही पैसाले पैसा कमाउँछ भनेर भन्ने भएको थियो। अनि त्यसैका कारणले गर्दाखेरि हामीले अलिकति एसएमसीमा जोड्यौँ त्यो पैसालाई। त गयो, अहिले भैँसी पनि किन्या है। बाबुराम कार्की भन्नेले चाहिँ ट्रेनिङ दिदी हुनुहुन्थ्यो रहेछ। अनि त्यतिखेर म चितवनकै यसो तालिममै जाने क्रममा उहाँसँग भेट भएर उहाँले अफिस पनि देखाउनु भएको थियो। त्यतिखेर चाहिँ हुँदिनँ भनेर फर्के पछाडि साउन 20 गतेतिर समथिङ त्यस्तै होला, उहाँले लिङ्क पठाउनु भयो। अहिले पछाडि बुझ्दै जाँदाखेरि चाहिँ डेनुका रेग्मी भन्नेको लिङ्कबाट चाहिँ यहाँ भित्रियो नेपालमा। अब त्यो भित्रे पछाडि मेम्बर बना भनेर त्यो एनी भन्नेसँग चाहिँ यहाँनिर जोइन भयो। एनीले एकदम मेम्बर थप्नुपर्छ भन्न थाल्यो। अनि
मेरो मिसेसकोबाट चाहिँ आइडीबाट खोले पछाडि लकी व्हिल भनेर दिएको थियो, त्यसबाट चाहिँ कार पऱ्यो। अनि त्यो कार परे पछाडि चाहिँ अनि सबैजनाले फलानालाई अब उसैले लिङ्क पठायो एउटा फेरि, त्यो एनीले नै पठायो, त्यसमा चाहिँ तपाईँले भिडियो बनाएर हालिदिनुहोस् भन्यो। अनि कस्तो भिडियो बनाउनु पर्ने भनेको थियो, उहाँहरूले चाहिँ अनि परिवार फ्यामिली नै राखेर एउटा भिडियो बनाउनुहोस् तपाईँले, अनि त्यो हालिदिनुहोस् भन्यो। त्यो हाले पछाडि उसले सबैतिर त्यो टिकटकतिर अनि इन्स्टाग्राम फेसबुक सबैतिर चाहिँ त्यो भिडियो फरवार्ड गरिदिएछ। एसएमसीको लकी व्हिल मार्फत जम्बो कार पर्न सफल भएकोमा एसएमसी टिम लगायत सम्पूर्ण ग्रुपहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उनी मेरो श्रीमतीको ले आज कार पाउन सफल भएकोमा उनीलाई पनि धेरै धेरै बधाई र एसएमसी ग्रुपका सम्पूर्ण साथी टिम मेम्बर एसएमसीलाई विशेष गरी धन्यवाद दिन चाहन्छु। हवस् त सम्पूर्ण एसएमसी टिमहरूले लागि पर्नुहोला, यसले सबैजनाहरूको लागि आर्थिक उन्नतिमा सहयोग पुर्याउन मद्दत गर्नेछ भन्ने विश्वास लिएको छु। फोटो गर्दैछु सबैलाई थाहा भयो फेसबुकतिर गए पछाडि, अनि सबैले फलानालाई कार पऱ्यो, अब त्यही त हो नि गाउँमा होला, अनि यसलाई कार पऱ्यो, अनि त्यस पछाडि चाहिँ मेम्बर अत्याधिक बन्यो क्या। मेरो घरमा एक दिन जानुभएको थियो दिपक सर, 5वटा फोन आयो क्या, एकछिन बस्नुभयो थियो 4 बजे, मेरो घर सिट आउनु बनाइदिनु, मलाई सिट राम त्यो भाइटिकाको अघिल्लो दिन सास फेर्न पनि नपाएको, मेरो छिटो आउन मलाई बनाइदिनु, त्यसरी त्यस्तो गरेर गर्नुभएको हो क्या। त्यस्तो तरिकाले चाहिँ उहाँहरू बढ्नु भएको हो क्या। म चाहिँ पहिला पस्दाखेरि जुलाई 2 तारिक पसेको हो। मेरो माथि चाहिँ एकजना चाहिँ उहाँ दाइ चाहिँ अपाङ्ग हुनुहुन्छ। चलचित्रकर्मीहरूको ठुल्ठुलो मान्छेहरूले चाहिँ एउटा विकल्पको रूपमा चाहिँ एसएमसी एप चाहिँ निर्माण गरिएको हो। बेरोजगारीहरूलाई चाहिँ विशेष फोकस गरेको छ भनेर भनेको थियो। 20% नेपाली जनतालाई चाहिँ रोजगारी दिलाउने उद्देश्य राखेको छ। यो भनेको 10 वर्षसम्म गर्ने उनीहरूको योजना छ। यसलाई चाहिँ 3 वर्षको चाहिँ के अरे एग्रिमेन्ट लिइसकेको छ नेपाल सरकारमा भनेर हामीलाई त्यो बुक उयोहरू पनि दिनुभएको थियो, प्रमाणहरू पनि दिनुभएको थियो। अनि त्यही आधार हामीले चाहिँ मानेर चाहिँ सुरु गरियो है। यो चाहिँ मेरो चाहिँ जम्मा 52 लाख मेरो मुनिको मान्छेहरू फसेका छन् होइन, 268 जना मान्छेहरू हुनुहुन्छ। अनि त्यो हामी चाहिँ 52 लाख रुपियाँ फसेको छ। एसएमसीमा चाहिँ म कसरी ठगिनु आइपुगेँ भने मैले चिनजान गरेको एउटा आफन्तहरू यहाँ थियो, अनि उहाँहरूले चाहिँ अब एसएमसी गर्नुभएको रहेछ। एसएमसी गरेर चाहिँ अनि उहाँहरूले चाहिँ अब ल एसएमसी एप चलायो भने चाहिँ अब केही पैसा लगानी गर्दाखेरि राम्रै खालको इन्कम हुन्छ, अब तपाईँहरूले पनि गर्ने भए गर्नुहोस् भन्ने हिसाबले चाहिँ उहाँले चाहिँ अब मेरो श्रीमतीलाई भन्नुभएको छ होइन। अनि श्रीमतीले चाहिँ बनिएछ। 1-2 चोटि पैसा दियो, अरूको पनि गरेको थियो, उनीहरूको पनि आयो। जो बाबुरामको आयो नडराउनुहोस् भन्थ्यो, अनि हेर्थ्यो, त्यो उसले पठाउँथ्यो, लिङ्कमा पठाउँथ्यो। गाउँमा गएर किताबहरू बाँडेको, स्कुलहरूमा गएर किताब बाँडेको, बाढी पीडितहरूलाई चामलहरू लगेर सहयोग गरेको, यसरी हामीले सामाजिक गरिरहेका छौँ भन्ने कुराहरू गर्थ्यो। त्यो त ताप्लेजुङतिर पनि थुप्रो हुनुहुँदो रहेछ, ताप्लेजुङ साथीहरूसँग पनि कुरा हुन्छ। सुरक्षा निकायका व्यक्तिहरू पनि यसमा समावेश हुनुभएको देखियो। अनि त्यहाँबाट ठुला ओदाको मान्छेहरू पनि यसमा संलग्न हुनुभएको देखियो। अब उहाँहरूले त गर्दा हेर्नु लिगल्ली नै होला जस्तो लाग्थ्यो, लागेर अब गरियो। अब सबै पछाडि चाहिँ अब इलिगल रहेछ। फसे पछाडि चाहिँ नै मेरो पनि पहिला नै यस्तोमा एपमा फसेको हो, अहिले तिमीहरू कसरी गर्यौ भन्नुहुन्छ। यतिखेर चाहिँ अब पहिला नै यी कुराहरू सचेत गरायो भए त कहाँ गरिन्थ्यो र। हामीले गाईघाटमा दियौँ, गाईघाटमा अब खासै त्यस्तो उ गर्नु भएन। त्यसपछि उनीहरू दिपक गुरागाईहरू 3-4 जना टोली गएर काठमाडौँ साइबर ब्युरोमा दिनुभएको छ। सबैजना साथीहरू फसेको छ। अब मैले हुनेसम्म अब साथीहरूको लागि पनि कोसिस गरेको छु। साइबर ब्युरोमा म धेरै पटक गइसकेँ। हामीले चाहिँ उजुरी हालेको, अहिलेसम्म खोइ बोलाउनु पनि भएको छैन। काम भएपछि बोलाउँछु चाहिँ भनेर भन्नुभएको थियो। अहिलेसम्म अवस्थामा चाहिँ हामीले चाहिँ 31वटा प्रतिवादी बनाएको छौँ अनुसन्धानको आधारबाट। केही चाहिँ सम्पर्कमै छन्, उनीहरूलाई ल्याउन सकिन्छ सजिलै नै। उनीहरू चाहिँ मनिम्युल नै हो, त्यस्तो ठुलो छैन र उनीहरू आइरहेछन्, सम्पर्कमा छन्, तारेकमा छन् भने कोही 2-3 जना चाहिँ विशेष प्रकारको प्रतिनिधि छन् जसलाई चाहिँ हामीले चाहिँ उनीहरूको रिस्पोन्सिबिलिटी हाई लेभलको हुनुपर्छ भन्ने हामीले मानेका छौँ। त्यस्ता छन् र अहिलेसम्म अब 255 जनाको निवेदन छ। अब यसलाई चाहिँ ठाडो निवेदन हो, यसलाई जाहेरीको रूपमा लिने एकमुष्ट रूपमा र पालै गरी अब यो सङ्गठित अपराधमा जाने भयो हुनाले हामीले 60 दिन टाइम पनि छ। यसका लागि सरकार वकिल थ्रुबाट चाहिँ जाहेरीहरूलाई चाहिँ
पालै पालो सिलसिलेवार रूपमा चाहिँ हामीले चाहिँ यसलाई चाहिँ अगाडि बढाउँछौँ जस्तो चाहिँ हामीले चाहिँ त्यो चाहिँ प्लानमा चाहिँ गएको छौँ। यसलाई चाहिँ मनी म्युल एकाउन्टहरू पनि समातिए, मनी म्युल बनाउन लगाउने नेपालीहरू पनि समातिए। त्योबाट चाहिँ विदेशी जसले चाहिँ अपरेट गरेर आएको थियो अथवा चाहिँ त्यसको एक्सेस ती खाताहरूको कैयन खाताहरूको एक्सेस एउटै विदेशीसँग चाइनिजसँग देखियो। उसको भूमिका होइन, मोबाइल ब्याङ्किङ इन्टरनेट ब्याङ्किङ सबै चलाइरहेछ र त्यो खातामा के कस्तो गर्ने सबै एडमिन पावर उसँग छ। त्यो व्यक्ति पनि समातियो र सँगसँगै नेपालमै बसेर जुन यो बाहिरबाट मान्छेहरूले चाहिँ पैसा घर परिवारलाई पठाएको हुन्छ त्यो कुरालाई चाहिँ आफन्त कहाँ चाहिँ स्क्यामको पैसा पठाउने हुन्डीको रूपमा कार्य गर्ने नेपालीहरू पनि समातिए। यसभित्र त्यो पनि छन्। भनेपछि कम्पनी खोल्नेदेखि कम्पनी कसको नाममा खुलेको थियो त्यो व्यक्तिदेखि हुन्डीको रूपमा पैसा त्यो स्क्यामको पैसा कलेक्ट भएको पैसालाई घर घर पठाइरहेका मान्छे पनि समातिए, मनी म्युल एकाउन्टहरू पनि समातिए र विदेशी जसले अपरेट गरेर आएको थियो एउटा चाइनिज पाइएको छ जुन चाहिँ देखिएको छ। अब के हो भन्दाखेरि पहिलो कुरा त हामी जतिजना यति पीडित छौँ होइन, हामी पीडित छौँ। उहाँहरूको चाहिँ होइन अब जुन जति फसेको छ त्यो आओस्, प्लस उहाँहरूलाई चाहिँ कडाभन्दा कडा कारबाही होस्। हामीलाई त साउ पनि होइन, साउभन्दा माथि नै गइसकेको छ। हामी सबै ब्याजवालै हो, ब्याजमै खोजेका पैसाहरू हुन् होइन। अब त्यही पनि ल ब्याज जसो तसो 1-2 महिना 3 महिना सहँदा पनि कमसेकम साउ चाहिँ कसरी असुल हुन्छ भन्नेमा मात्रै छौँ हामी अहिलेसम्म चाहिँ। पहिला त अब हामीलाई अब सबै धेरै नै कमाउने छौँ भनेर अब गरियो। अब हामीलाई साउसम्म फर्किदिएदेखि हामी एकदम आभारी हुने थियौँ र डुबेको रकम चाहिँ फिर्ता हुनु पर्यो। कुनै माध्यमबाट फिर्ता भइदिएदेखि राम्रो हुने थियो। अरू त हामीलाई केही आकाङ्क्षा त्यस्तो छैन। पैसा हो भरसक्दो हाम्रो यसरी दुःख गरेर हामीले खेती किसानबाट घाँस काटेर जोगाएको पैसा भएपछि जति भए पनि अहिले हुन्थ्यो भन्ने छ छन, तर आश चाहिँ धेरै मरिसकेको छ। अब जे हुन्छ